हेलो गाइस, वेलकम ब्याक टु माई सेकेन्ड मिनी ब्लग। आज चाहिँ म हजुरसँग चटपटेको रेसिपी सेयर गर्दैछु। फर्स्टमा म ग्रिन चिली चप हाल्छु, अनि त्यसमा क्याबेज हाल्छु। क्याबेज हालेपछि म हाल्छु त्यसमा सम पिनट्स, अनि पिनट हालेपछि म हाल्छु मसला मिक्स्ड भुजा, अनि मसला मिक्स भुजा हालेपछि अब म हाल्छु प्लेन भुजा है। अनि चटपटेमा चाउचाउ नहुने कुरै भएन। अनि चटपटेमा चाउचाउ हाल्नको लागि सबैको हाम्रो फेभरेट इन्स्टेन्ट भए चाउचाउ हाल्दैछु। त्यसपछि त्यसमा लेमन जुस हाल्नु पऱ्यो गाइस है, अमिलो हुनु पऱ्यो नि त। अनि लेमन जुस हालेपछि अब मैले त्यसमा के हाल्नु, अनि त्यसमा ब्ल्याक पेपर मसाला हाल्दैछु। अनि वाइ चाउचाउको भित्र जो मसाला हुन्छ, अनि त्यसमा जो ओइल हुन्छ त्यो पनि हाल्दैछु मजाले, सबै हाल्दैछु है। अनि त्यो हालेपछि अब अलिकति ओइल हाल्दैछु। अनि त्यसपछि अब हेर्नुहोस्, अब म यसमा के बिर्से लागिरहेको थियो कि गाइस है। अनि म सल्ट बिर्सेँ, अब सल्ट हाल्दैछु सम सल्ट। अनि एट द एन्ड लास्टमा हामीले अब गर्नुपर्ने के मेरिनेट। अब म मेरिनेट गर्दैछु चम्चाले। अब हातले मेरिनेट गर्नु थियो, यस्तै राम्रोसँग मिक्स्ड गर्नु थियो है, बट मेरो हातमा चाहिँ चोट लागेको थियो। अनि त्यसैले मैले चाहिँ आज चम्चाले मिक्स इट वेल गर्दैछु। अनि लास्टमा हाम्रो लुक आयो हेर्नु यस्तो चटपटीको। वाउ, सो यम्मी, हेर्दै खाम लागिरहेको गाइस है, खाने हो अब हेर्नु यसको फाइनल लुक। अब चटपटीसँग अब मलाई आडु खान मन लाग्यो कि गाइस। अब हेर्नु आडु अनि चटपटे खाँदैछु गाइस। आजको लागि सेकेन्ड भिडियो यति नै हो। फेरि भेटौँला नेक्स्ट भिडियोमा, बाई।